हेलो साथीहरू, नमस्ते। स्वागत छ तपाईहरुलाई नेपाली नाइटमेयर्समा। र आज म लिएर आएको छु तपाईहरुको लागि एउटा हरर साइकोलोजिकल मुभी जसको नाम चाहिँ हो गेम ओभर। मुभीको सुरुवातमा एउटा सिरियल किलरले एकजना केटीलाई उसको घर बाहिरबाट हेरिरहेको हुन्छ र उसको सबै मोमेन्टहरु भिडियोमा क्याप्चर गरिरहेको हुन्छ। त्यो सिरियल किलरसँग त्यो केटीको फोटो पनि हुन्छ जहाँ चाहिँ #4 भनेर मार्क गरिएको हुन्छ। इट मिन्स कि यो भन्दा अगाडि पनि 3 जना केटीहरुलाई टक्काउन भ्याइसक्यो यो सिरियल किलरले चाहिँ। त्यसपछि रातिको समयमा सबैजना निदाएपछि त्यो केटीलाई टाउकोमा प्लास्टिक लाएर त्यतिकै तडपाउँदै मारेपछि बाहिर चौरमा लगेर त्यो केटीको टाउकोसँग फुटबल खेल्दै ज्यानलाई जलाइदिन्छ। त्यसपछि हामीलाई 1 वर्षपछिको समय देखाइन्छ जहाँ चाहिँ एकजना स्वप्ना भन्ने गेम डेभलपर गुरगाउँ भन्ने ठाउँमा आफ्नो परिवारबाट टाढा एक्लै बसिरहेकी हुन्छिन्। साथै स्वप्ना आफ्नो सबै कामहरू घरबाट नै गर्ने गर्थिन् र उसलाई घरको कामहरू गरिदिन एकजना कलम्मा भन्ने मेड पनि हुन्छिन्। अर्को सिनमा स्वप्ना आफ्नो रुममा हुन्छिन्। त्यही बेलामा कलममा नयाँ वर्ष आउन लाग्यो भन्दै रुम भित्र सफा गर्नको लागि आउँछिन्। स्वप्नाले रुम सफा गर्नु पर्दैन जाऊ भनेर ठ्याक्कै भन्ने बेलामा उसको हातको नारीमा एक्कासी दुख्न लाग्छ अनि हामीलाई स्वप्नाको हातमा एउटा भिडियो गेमवाला ट्याटु देखाइन्छ। कलम्माले सोध्दाखेरि हातमा कसैले सुईले बेसरी घोचेको जसरी दुखिरहेको छ भनेर स्वप्नाले भन्छिन्। भोलिपल्ट बिहान उठ्ने बित्तिकै स्वप्ना प्याकम्यान भन्ने गेम खेल्न थाल्छिन्। उसले रातभरि पनि त्यो गेम खेलेर आफ्नो हाई स्कोरलाई अझै बिट गर्दै मार्कहरू गरेर राखेकी हुन्छन्। अर्को सिनमा स्वप्ना आफ्नो सामान खोज्नको लागि स्टोर रुमको ढोका खोल्ने बित्तिकै त्यहाँ भित्रको अँध्यारो देखेर स्वप्ना एकदमै डराउन थाल्छिन्। यो सिनबाट स्वप्नालाई नेक्टोफोबिया मतलब कि अँध्यारोबाट एकदमै डर लाग्ने खालको फोबिया छ भनेर हामी बुझ्न सक्छौं। त्यसपछि स्वप्ना आफ्नो साइकाइट्रिस्टसँग कन्सल्ट गर्न जान्छिन्। त्यो बेला हामीलाई थाहा पाउँछ कि स्वप्नालाई नेक्टोफोबिया मात्र नभइकन एनिभर्सरी रियाक्सन भन्ने नाम गरेको PTSD मतलब कि पोस्ट ट्रमेटिक स्ट्रेस डिसअर्डर भन्ने बिरामी पनि रहेछ। एनिभर्सरी रियाक्सन भन्नाले कुनै बेलामा मान्छेसँग एकदमै ठूलो घटना भएको थियो भने एक्ज्याक्ट त्यही घटनाको डेटको आसपासको समयमा मान्छेको दिमागमा सबकन्सियस माइन्ड आफै ट्रिगर भएर प्यानिक रियाक्ट हुन सुरु हुन्छ। सपनाको साथ पनि यही हुँदै थियो। खास गरी 1 वर्ष अगाडि नै नयाँ वर्षको 1 दिन अगाडि स्वप्नाले आफ्नो हातमा ट्याटु बनाएको थियो र सेम नाइटको बेलामा शी वाज बाइ समवन। यति मात्र नभएर स्वप्नाको प्राइभेट फोटोज र भिडियोजहरू बनाएर सोशल मिडियामा लिक पनि गरिएको थियो। यही ट्रमाले गरेर अहिले पनि स्वप्नालाई महिनौदेखि राम्ररी सुत्न गाह्रो भइरहेको हुन्छ। यही कारणले स्वप्ना आफ्नो घर र काम सबैबाट टाढा भएर वर्क फ्रम होम गर्न थालिन्। नेक्स्ट सिनमा स्वप्ना प्याकम्यानको गेम खेल्दा खेल्दै निदाउँछिन् र सपनामा त्यो ट्याटु बनाइरहेको बेलाको झलकहरू देख्छिन्। तर सकिङ कुरा चाहिँ के हो भन्दाखेरि हामीलाई फर्स्ट सिनमा मर्डर भएको केटीको फोटो पनि त्यही ट्याटु बनाउने ठाउँमा हामीलाई देखाइन्छ। भोलिपल्ट बिहान टिभीमा त्यही सिरियल किलरको बारेमा न्युज चलिरहेको हुन्छ। त्यो सुन्ने बित्तिकै स्वप्नाको हातमा एक्कासी दुख्न सुरु हुन्छ। हातमा भएको ट्याटुको दुखाइ एकदमै धेरै भएपछि स्वप्ना अब आफ्नो ट्याटु आर्टिस्ट वर्षासँग भेट्न जान्छिन्। वर्षासँग भेट्ने क्रममा स्वप्नालाई एकदमै सकिङ कुरा थाहा पाउँछ। स्वप्नाको हातमा भएको त्यो ट्याटु नर्मल ट्याटु नभइकन बाइ मिस्टेक एउटा मेमोरियल ट्याटु हुन्छ। मेमोरियल ट्याटुको मतलब बितिसकेको मान्छेको खरानीलाई ट्याटुको इङ्कमा मिसाएर ट्याटु बनाउने गरिन्छ। यति कुरा सुनेपछि स्वप्ना एकदमै रिसाउन थालिन्। त्यहाँबाट निस्केर स्वप्ना आफ्नो घरतिर लागिन्। त्यसपछि स्वप्ना त्यो ट्याटु रिमुभ गर्नको लागि जान्छिन् तर डाक्टरले ट्याटु रिमुभ गर्न लाग्दा हातमा एकदमै धेरै पेन भएर ट्याटुलाई रिमुभै गर्न सक्दिनन्। त्यहाँबाट निस्केर एक ठाउँमा खाजा खानको लागि बस्दा पनि 2 जना केटाहरूले स्वप्नाको लिक भएको फोटोलाई हेर्दै स्वप्नाको बारेमा अनाप शनाप भुक्न लाग्छन्। साला केटाहरू। यति सुन्ने बित्तिकै स्वप्ना त्यहाँबाट रुँदै निस्किन थाल्छिन्। बाटोभरि स्वप्नाको दिमागमा त्यही घटनाको बेलाको कुराहरू घुमिराख्न थाल्छन्। त्यो बेलामा हामीलाई थाहा पाइन्छ कि स्वप्नाको फ्यामिली अलि स्ट्रिक्ट हुनुहुन्थ्यो भनेर। न्यू इयरको बेला पनि स्वप्नाको बुवाले उसलाई बाहिर निस्कन दिनुहुन्न थियो। ट्याटु बनाउनु त झन् एकदमै टाढाको कुरा। तर पनि स्वप्ना यो सबै कुराको अगेन्स्टमा गएर न्यू इयरको दिन हातमा ट्याटु बनाएकी थिइन्। त्यसैले त्यो रात भएको घटनाको दोष पनि स्वप्नाको फ्यामिलीले राति हिँडेको भन्दै स्वप्नालाई गर्न लागिन्। यही कुरालाई दिमागमा घुमाउँदै स्वप्ना घरसम्म पुगेपछि सिलिङमा सललाई बानेर आत्महत्या गर्न लाग्छिन्। ठिक समयमा कलममा आएर उसलाई रोक्छिन्। त्यसपछिको सिनमा कलम्माले स्वप्नाको आमा बुवा उसलाई भेट्न आउँदै हुनुहुन्छ भनेर भन्छिन्। यति सुनेपछि स्वप्ना आत्तिदै 3rd फ्लोरबाट तल हाम फाल्छिन्।
धेरै माथिबाट खसेको भएर स्वप्ना र उसको दुवै खुट्टाहरू धेरै नै इन्जर्ड हुन्छन् र उसलाई व्हील चेयरमा बस्नुपर्ने अवस्था आइपुग्छ। अलि समय बित्दै जान्छ र स्वप्ना पनि बिस्तारै आफ्नो हालतसँग कोप अप गर्दै अलिअलि निको हुँदै गर्छिन्। अनि एक दिन एक्कासी मुभीको सुरुवातमा मर्डर भएको केटी जसको नाम चाहिँ अमृता थियो, उसको आमा पनि स्वप्नासँग भेट्न आउँछिन्। त्यो बेलामा हामीलाई थाहा हुन्छ कि स्वप्नाको हातमा भएको ट्याटुमा मिसिएको एसेसहरू त्यही अमृताको थियो। अमृताको आमाले स्वप्नालाई एउटा भिडियो देखाउँछिन् जहाँ चाहिँ अमृताको ब्याक स्टोरीको बारेमा देखाएको हुन्छ। अमृता एउटा क्यान्सर पेसेन्ट थिइन्, तर उसले एकचोटि दुईचोटि मात्र नभइकन तीन चोटि क्यान्सरलाई बिट गरेकी थिइन्। अनि हरेक क्यान्सरलाई हराएपछि उसले आफ्नो हातमा ट्याटु बनाउने गर्थिन्। अब भने स्वप्नामा छुट्टै पोजिटिभ एनर्जीहरू भरिन थाल्छन्। अमृताको स्टोरीबाट स्वप्नालाई आफ्नो लाइफ जिउने मोटिभेसन र आफ्नो पास्टसँग डिल गर्नको लागि हिम्मत पनि भरेर आउन लाग्छ र कलम्मासँग भोलि बिहानै आफ्नो आमा बुवालाई भेट्न जाने भनेर पनि भन्छन्। यो सुन्ने बित्तिकै कलम्मा खुसी हुँदै स्वप्नाको आमालाई कल गर्नतर्फ लाग्छिन्। बल्ल बल्ल सबै ठिक भएको जस्तो मात्र के लागेको थियो कि त्यही बेलामा सिरियल किलरको एन्ट्री हुन्छ। त्यो सिरियल किलरसँग स्वप्नाको फोटो पनि हुन्छ। स्वप्ना गेम खेल्दा खेल्दै सोफामा निदाइसकेकी हुन्छन्, तर एक्कासी रातको 11 बजे बिउजिन्छन्। त्यति नै बेलामा बाहिर केही सामान झरेर फुटेको जस्तो आवाज आउँछ। त्यसलाई सुनेपछि कलम्मा बाहिर निस्कदा कसैले कलम्मामाथि एक्कासी हमला गरिदिन्छ। कलम्माको चिच्याएको आवाज सुनेर स्वप्ना आफ्नो व्हील चेयरमा बसेर बाहिर चेक गर्न जाँदा कोही पनि हुँदैन। कलम्मालाई बोलाउँदै झ्यालबाट बाहिर हेर्दा बिना टाउकोको कलम्माको शरीर पिङमा झुलिरहेको हुन्छ। यति देख्ने बित्तिकै स्वप्ना आफ्नो रुमतिर हतार हतार व्हील चेयर घुमाउँदै जान्छन्। त्यति नै बेलामा घरको बत्ती जान्छ। आत्तिदै स्वप्ना रुमबाट बाहिर निस्किन खोज्दा खुट्टा ठोकेर व्हील चेयरबाट झर्छिन् र आफ्नो हातमा हेर्दा 3वटा ट्याटु देख्छिन्। केही कुरा बुझ्नु अगाडि नै पछाडिबाट सिरियल किलर आएर स्वप्नालाई मारिदिन्छ। मुभी सक्यो जस्तो लाग्यो र तर होइन। स्वप्ना फेरि आफ्नो सोफामा बिउजिन्छन्। हतार हतार उठेर आफ्नो हात चेक गरेर हेर्दा सुरुमा 3वटा भएको ट्याटु अहिले 2वटा हुन्छ। टाइम हेर्दा ठ्याक्कै सुरुको जस्तै 11 बजेको हुन्छ। भनेपछि फेरि सबै पहिलेको जस्तै गरी रिसेट भइसक्यो। यो पटक भने स्वप्नाले कलम्मालाई बाहिर जानबाट बचाउँछिन्, तर झ्याल बाहिर हेर्दा सुरुमा कलम्माको बडी थियो भने अहिले चाहिँ बडीगार्डको बडी दुवैले देख्छिन्। त्यसपछि हतार हतार स्वप्नाले पुलिसलाई कल गर्छिन् र कलम्मा पनि सबै झ्याल ढोकाहरू लक गर्नतर्फ लाग्छिन्। तर पनि कसरी किलर भने घरभित्र नै हुन्छ र ठ्याक्कै त्यही बेलामा 2जना पुलिस पनि ढोकामा आइपुग्छन्। कलम्मा बेसरी स्वप्नाको व्हील चेयरलाई ढकेल्दै ढोकातर्फ बढ्न लाग्दा किलरले कलम्मालाई फेरि पनि मारिदिन्छ। स्वप्नालाई पनि ठ्याक्कै मार्न लागेको बेलामा झ्याल बाहिरबाट पुलिसले किलरलाई गोली हानेर टप्काइदिन्छ। त्यसपछि पुलिसको गाडीमा त्यहाँबाट जाने बेलामा गाडीको मिररबाट हेर्दा एकजना नभइकन त्यहाँ 3वटा सिरियल किलरहरू हुन्छ। त्यति नै बेलामा स्वप्नाले गाडीको पछाडि आगो बढिरहेको देख्छिन् र पुलिसलाई गाडी रोक्नको लागि भन्दाखेरि त्यही नै बेलामा गाडी पड्किन्छ र सबै फेरि रिस्टार्ट हुन्छ। बट दिस टाइम स्वप्ना आफ्नो डर र त्यो किलरहरूसँग लड्नको लागि पुरै तयार हुन्छन्। स्वप्ना यो पाली उठेको बेलामा हतार हतार बत्ती नबालिकन अँध्यारोको डरलाई फेस गर्छिन् र सक्दो शान्त हुँदै पुलिसलाई कल गर्छिन् र कलम्मासँग मिलेर पालै पिलो एउटा सिरियल किलरलाई जलाएर अर्कोलाई टाउकोमा हानेर र थर्ड वानलाई सिसाको टुक्राले घाँटीमा रोपेर टप्काइदिन्छन्। 3टै किलरहरू मरेपछि ठ्याक्कै 12 बज्छ र बाहिर आकाशमा पटाकाहरू पड्किँदै न्यू इयर स्टार्ट हुन्छ। यतिकैमा मुभीको एन्ड हुन्छ।